नमस्ते, हाम्रो सीजी बेको नेपालको अफिसियल सोशल मिडिया प्लेटफर्ममा यहाँहरूलाई स्वागत छ। म अविनाश राज जयसवाल सीजी इलेक्ट्रोनिक्समा एज अ प्रोडक्ट म्यानेजर कार्यरत छु। आजको यस भिडियोमा हामी बेको ब्रान्डको एसीको बारेमा कुरा गर्न गइरहेका छौँ। सर्वप्रथम बेको ब्रान्डको कुरा गर्नुपर्दा बेको युरोपको नम्बर 1 ब्रान्ड हो। बेको ब्रान्डले आफ्नो उपकरणहरू विश्वको 130 भन्दा बढी देशहरूमा बिक्री वितरण गर्दै आइरहेको छ। यसले विश्वभरिका प्रयोगकर्ताहरूलाई आफ्नो उत्कृष्ट उपकरणहरूबाट सन्तुष्ट पार्दै आइरहेको छ। आजको यस भिडियोमा हामी बेको ब्रान्डको एयर कन्डिसनर विथ वाइफाई प्रो स्मार्ट इन्भर्टर मोडलको बारेमा विशेष जानकारी लिएर तपाईहरूको माझ प्रस्तुत भएका छौँ। हाल नेपालमा बेको ब्रान्डको एयर कन्डिसनर 1 टन, 1.5 टन र 2 टनमा उपलब्ध छन्, जसमध्ये आज हामी यस भिडियोमा 1 टन एसीको बारेमा कुरा गर्न गइरहेका छौँ। यस एसीमा प्रयोग भएको प्रो स्मार्ट इन्भर्टर टेक्नोलोजीले एसी सुरु हुने बित्तिकै म्याक्सिमम क्यापेसिटीमा अपरेट हुन्छ, जसले गर्दा हामीले चाहेको टेम्परेचर चाँडै प्राप्त गर्न सक्छौँ। टेम्परेचर सेट गरिसकेपछि प्रो स्मार्ट इन्भर्टर कन्ट्रोलले यसको तापक्रम कायम राख्न कम पावरमा सञ्चालन हुन्छ, जसले गर्दा अरू इन्भर्टर एसीको तुलनामा बढी इनर्जी बचत गर्ने गर्दछ। यसमा भएको वाइफाई कनेक्टिभिटी फिचरको माध्यमबाट तपाईले आफ्नो स्मार्टफोन वा ट्याब्लेटबाट एयर कन्डिसनरलाई होमविज एपको माध्यमबाट जहिले पनि र जहाँबाट पनि अपरेट गर्न सक्नुहुन्छ। जोन फलो टेक्नोलोजीले प्रयोगकर्ताको आरामको लागि सटिक र इफेक्टिभ टेम्परेचर कन्ट्रोल प्रदान गर्ने गर्दछ। यस प्रक्रियाले प्रत्येक जोनको तापक्रम अनुसार एयर फ्लो समायोजन गरेर अधिकतम आराम सुनिश्चित गर्नुका साथै ऊर्जा पनि बचत गर्ने गर्दछ। यसले विशेष गरी विभिन्न भागहरूमा समान तापक्रम प्रदान गर्दछ। यो प्रविधिले एयर फ्लो चारै दिशामा नियन्त्रण गर्न मिल्छ, जसले गर्दा कोठाको प्रत्येक कुनामा हावाको प्रवाहलाई समान रूपमा वितरण हुन्छ र छिटो आरामदायी तापमानमा पुर्याउँछ। यो एयर कन्डिसनर -7 डिग्रीदेखि 52 डिग्री सेल्सियससम्मको एम्बियन्ट टेम्परेचरमा बिना कुनै रुकावट सुचारू रूपमा काम गर्दछ, जुन यसको विशेषता नै हो, जुन अरू एयर कन्डिसनरमा बिरलै पाइन्छ। यस एसीमा 2 प्रकारको फिल्टर प्रयोग भएका छन्, एक्टिभ कार्बन फिल्टर र सिल्भर आयन फिल्टर। एक्टिभ कार्बन फिल्टरले हानिकारक रासायनिक पदार्थहरू जस्तै बेन्जिन, टोल्युन, फर्मल्डिहाइड र अमोनियाहरूलाई फिल्टर गर्दछ भने सिल्भर आयन फिल्टरले सिल्भर आयन रिलिज गरेर ब्याक्टेरियाहरूलाई स्टेरिलाइज गरेर शुद्ध हावा प्रदान गर्दछ। त्यस्तै गरी पेट डेन्डर, डस्ट र पोलेनलाई पनि हावाबाट फिल्टर गरेर प्रयोगकर्तालाई शुद्ध हावा प्रदान गर्दछ। इभ्यापोरेटर र कन्डेन्सर कोइलमा रहेको युनिक एन्टी कोरोसिभ गोल्डन कोटिङले सल्टी एयर, रेन र अन्य खिया लगाउने तत्त्वहरूबाट बच्न मद्दत गर्छ। साथै गोल्डन फिनमा ब्लू फिन भन्दा स्मलर कन्ट्याक्ट एङ्गल भएकोले ब्याक्टेरियाको ब्रिडिङ रोक्न र हिट ट्रान्सफर इफिसियन्सी बढाउन प्रभावकारी हुन्छ। सेल्फ क्लिन प्लस फिचरले एसीको इभ्यापोरेटर कोइल र इन्टर्नल कम्पोनेन्ट्सहरूलाई अटोमेटिकली सफा गर्छ, जसले गर्दा एसीमा ब्याक्टेरिया र मोल्ड फर्मेसन हुन दिँदैन र एयर कन्डिसनरको कार्यक्षमता बढाउँछ। साथै कम मेन्टेनेन्समा नराम्रो गन्ध हटाउन मद्दत गर्दछ। यो सिस्टमले 3 चरणमा काम गर्दछ। पहिलो चरणमा फिन्सहरूमा भएको डटलाई फ्रिज गर्छ, जुन प्रक्रिया पुरा हुन 15 देखि 20 मिनट समय लाग्छ। दोस्रो चरणमा डटलाई वास गर्छ, जुन प्रक्रिया पुरा हुन 10 मिनट समय लाग्छ। तेस्रो चरणमा इभ्यापोरेटरले 55 डिग्री सेल्सियसको हाई टेम्परेचरमा सबै कीटाणुहरू मार्ने काम गर्दछ, जुन प्रक्रिया पुरा हुन 30 मिनट समय लाग्छ। यसले कोठामा रहेको एक्सेसिभ मोइस्चरलाई हटाएर हावालाई फ्रेस र ड्राई बनाउँछ, साथै ह्युमिड र स्टिकी कन्डिसनमा आरामदायक वातावरण प्रदान गर्छ। लिमिटेड पावर सप्लाईमा जेन मोडले एयर कन्डिसनरको पावर कन्जम्सनलाई 50% वा 75% सम्म घटाउन सक्दछ, जसले गर्दा अन्य उपकरणहरू पनि एकै समयमा चलाउन मद्दत पुर्याउँछ।
यस मोडमा एसीले आफ्नो तापमान समायोजन गर्छ र ऊर्जा बचतका साथै शान्त वातावरण पनि प्रदान गर्छ। यस एयर कन्डिसनरमा विशेष रूपमा डिजाइन गरिएको पीसीबीको कारणले गर्दा भोल्टेज उतार चढावको समयमा पनि स्मुथली काम गर्दछ, जुन सम्पूर्ण प्रयोगकर्ताका लागि खुसीको कुरा हो। यो एसीमा वाइड ओपरेसन भोल्टेज रेन्जका साथै लो भोल्टेज स्टार्टअप 145 छ, जुन बजारमा आउने अरू जुनसुकै ब्रान्डको एसी भन्दा कम हो र यसले गर्दा हजुरहरूलाई सेपरेट भोल्टेज स्टेबलाइजरको आवश्यकता पर्दैन। वारेन्टीको कुरा गर्नुपर्दा हामीले यस एसीको कम्प्रेसरमा 10 वर्षको वारेन्टी प्राप्त गर्न सक्छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। यति भन्दै आजको यो भिडियो यही अन्त्य गर्न चाहन्छु। तपाईहरूको प्रश्न, सुझाव र प्रतिक्रिया कमेन्ट गरी यस भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।